यदि तपाईहरुले पनि आफ्नो फेसबुकको पासवर्ड बिर्सिनुभयो या त चेन्ज गर्न चाहनुहुन्छ भने आजको भिडियोमा म तपाईहरुलाई सिकाउने छु फेसबुकको पासवर्ड कसरी चेन्ज गर्ने भनेर। त्यसको लागि सबैभन्दा पहिले तपाईहरु आफ्नो फेसबुक एपमा आउनु होला। त्यसपछि माथि 3 डट देखाएको छ त्यो 3 डटमा क्लिक गर्नु होला। त्यसपछि अलि तल आउनु होला। त्यहाँ सेटिङ एन्ड प्राइभेसी भन्ने एउटा अप्सन रहेको छ त्यसमा क्लिक गर्नु होला। त्यसपछि एउटा सेटिङ भन्ने अप्सन छ त्यसमा क्लिक गर्नु होला। त्यसपछि त्यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ पर्सनल डिटेल पासवर्ड एन्ड सेक्युरिटी त्यो देखाएको छ त्यसमा क्लिक गर्नु होला। त्यसपछि त्यहाँ पासवर्ड एन्ड सेक्युरिटी भन्ने अप्सन रहेको छ त्यसमा क्लिक गर्नु होला। त्यसपछि त्यहाँ चेन्ज पासवर्ड भन्ने अप्सन रहेको छ त्यसमा क्लिक गर्नु होला। त्यसपछि त्यहाँ तपाईहरुको इन्स्टाग्राम छ भने इन्स्टाग्राम नत्र फेसबुक छ फेसबुकमा क्लिक गर्नु होला। त्यसपछि तपाईहरुलाई पासवर्ड थाहा छ भने तपाईहरुले पुरानो पासवर्ड त्यहाँ राख्नु, नयाँ पासवर्ड त्यहाँ दुई ठाउँमा राखेर तपाईले सजिलै चेन्ज गर्न सक्नुहुन्छ। तर यदि तपाईलाई पासवर्ड थाहा छैन भने त्यस्तो अवस्थामा तपाईहरुले तल फर्गट योर पासवर्ड भनेर लेखेको छ त्यसमा क्लिक गर्नु होला। फर्गट योर पासवर्डमा क्लिक गरेपछि तपाईहरुको मोबाइलमा यस्तो इन्टरफेस आउँछ। त्यहाँ तपाईहरुले देख्न सक्नुहुनेछ तपाईहरुले यदि आफ्नो अकाउन्टमा जीमेल राख्नु भएको छ भने जीमेलमा कोड आउँछ। यदि तपाईहरुले नम्बर राख्नु भएको छ भने नम्बरमा पनि मगाउन मिल्छ। तपाईले जे राख्नु भएको छ त्यहाँ तपाईहरुले स्टार लगाएर आफ्नो नम्बरको फर्स्ट र लास्ट देख्न सक्नुहुन्छ। त्यसमा क्लिक गरेर गेट कोड गरिदिनु होला। त्यसपछि त्यहाँ तपाईहरुको यदि नम्बर जुन नम्बर राख्नु भएको छ त्यो नम्बरमा एउटा कोड आउनेछ। यदि तपाईहरुले जीमेल राख्नु भएको छ भने जीमेलमा एउटा कोड आउनेछ त्यो कोडलाई यहाँ राख्नु होला। मेरोमा पनि कोड आइसकेको छ मैले कोड इन्टर गर्छु। त्यसपछि सिम्पली तपाईहरुले यस्तो इन्टरफेस देख्न सक्नुहुनेछ आफ्नो मोबाइलमा। त्यहाँ तपाईहरुले नयाँ पासवर्ड राख्नुपर्ने छ। नयाँ पासवर्ड चाहिँ अलि युनिक तरिकाको राख्नु होला। त्यो तपाईले पहिलाकै पासवर्ड त्यहाँ राख्नुहुन्छ भने चाहिँ तपाईको हुँदैन। तपाईहरुले चाहिँ नामको पछाडी @ अनि यस्तो डटहरु यस्तो सिम्बल राखेर राख्नुभयो भने तपाईको पासवर्ड स्ट्रङ हुन्छ। अनि तर त्यहाँ लग मी आउट अफ फेसबुक एभ्रीवेयर एल्स भन्ने देखाएको छ त्यसमा टिक गर्नुभयो भने तपाईहरुले जहाँ लगइन गर्नुभएको छ त्यो सबै मोबाइलहरुबाट लगआउट हुन्छ। तपाईहरुको आइडी हट्छ। यदि तपाईहरुले त्यो टिक बन्द गर्नु भएन भने जहाँ खोल्नु भएको छ त्यहाँ अकाउन्ट खुलिरहेको हुन्छ। चलाइराख्न मिल्छ। त के गर्ने तपाईहरुले आफै गर्न सक्नुहुन्छ। त्यसपछि नेक्स्ट गर्नु होला। त्यसपछि चाहिँ तपाईहरुको पासवर्ड अटो चेन्ज हुनेछ है त।